गर्नेछु र यो कार्यक्रमको लागि पनि मैले ईश्वर गुरुङ भाइलाई आग्रह गर्न चाहे। यो कार्यक्रमको लागि पनि बारबिसे नगरपालिकाले केही सकेको सहयोग गर्नेछु। तपाईहरुले बारबिसे नगरपालिकामा कन्ट्याक्ट गर्नुहोला, सम्पर्क गर्नुहोला। कार्यपालिकाको बैठकमा म आफूले प्रस्ताव पेश गर्नेछु भन्ने पनि आग्रह गर्न चाहे। बारबिसे नगरपालिकाको तर्फबाट कि यहाँ आर्थिक सहायता हुँदैन भने मैले सकेको व्यक्तिगत म आफू पनि सहयोग गर्नेछु। किनकि त्यति मात्रै होइन, सधैँ हामीले अर्काको मुख ताकेर हुँदैन। स्थानीय सरकार, प्रदेश सरकार, सर्वीय सरकारको मुख ताकेर हुँदैन। हाम्रो संस्था हो, हाम्रो जिम्मेवारी हो। त्यसकारणले गर्दा हामीले एउटा कुरा के बुझ्न पर्छ भने संस्था जन्माउनु मात्रै ठुलो कुरा होइन, त्यो संस्थालाई बढाउन, हुर्काउन, पढाउन, पालन पोषण गर्नु चाहिँ ठुलो कुरा हो। अब हामीले हाम्रो संस्थालाई सधैँ बचाएर राख्नका लागि हामीले अक्षय कोषको व्यवस्था गर्नुपर्छ। मैले यो किन आग्रह गर्न चाहे भने अब जेठको 3 र 4 गते यो तामाङ समुदायभित्र पनि गोले वंशपछि कार्यक्रम धुस्कोटमा हुँदैछ। बोलेफी गाउँपालिकाको धुस्कोटमा हुँदैछ। त्यो कार्यक्रममा पनि हामीले अक्षय कोषहरू खडा गरेर चाहिँ यस्तो कार्यक्रमहरू आयोजना गर्ने गरेको छ। अरूको मुख ताकेर मात्रै हुँदैन। अब हामी बलियो हुनुपर्छ। तपाईहरुको समुदायबाट पनि नगरपालिकाले गर्न सक्ने सहयोग सधैँ गरिरहनेछ भन्ने बाचासहित तपाईहरुले पनि सकेको सहयोग गरेर अक्षय कोषको व्यवस्था गर्नुभयो भने सधैँ यो संस्थालाई पाल्नलाई, पालन पोषण गर्नलाई, हुर्काउन, बढाउन, पढाउन तपाईहरुलाई सहज हुनेछ भन्ने पनि मैले जानकारी गराउँदै धेरै कुराहरू नबोलिकन तपाईहरुलाई यो अमूल्य समय मलाई पनि दिनुभयो। यसको निम्ति अघि नै मैले धन्यवाद व्यक्त गरिसकेको छ। मलाई लाग्छ तपाईहरुको यो दोस्रो अधिवेशन हो। अब नवनियुक्ति कार्य समिति गठन हुँदैछ। अब आउने कार्य समितिले अघि नै पनि उठिसकेको कुरा बारबिसे नगरपालिकाको तर्फबाट पनि यो जिल्ला परिषदमा चाहिँ समितिमा कम्तीमा पनि सक्नुहुन्छ भने 2 जना चाहिँ त्यो समितिमा चाहिँ तपाईहरुले राखिदिनु हुन पनि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यो समितिमा रहनुहुने आदरणीय व्यक्तित्वहरू जो हुनुहुन्छ उहाँहरूले बारबिसे नगरपालिकामा सधैँ सम्पर्कमा रहेर काम गर्नुभयो भने बारबिसे नगरपालिकाले गुरुङ समुदायको लागि पनि सधैँ अगाडि बढेर काम गर्ने बाचाहरू पनि गर्न चाहन्छु। मलाई लाग्छ म धेरै कुरा गर्दैन। यो ऐतिहासिक दोस्रो अधिवेशन हो। यो अधिवेशनले मलाई लाग्छ राम्रो मान्छेहरू जन्माओ, जो विज्ञ हुनुहुन्छ, जसले आफ्नो भाषा, संस्कृति, आफ्नो पहिचानको निम्ति चाहिँ बुझ्नु भएको छ। त्यस्ता व्यक्तिहरूलाई छनौट गरेर राखिदिनुस्। पदै मात्रै ठुलो होइन, काम ठुलो हो। आफ्नो जातित्वको लागि राम्रो काम गर्नु ठुलो हो, पुण्यको काम हो। त्यसकारणले गर्दा मैले यो मञ्चबाटै आग्रह गरेँ, लोभ नगरिकन पदै ठुलो होइन। हामी पदभन्दा बाहिर बसेर पनि सहयोग गर्न सक्नुहुन्छ। त्यसकारणले बारबिसे नगरपालिकाको पनि हिस्सा हुन्छ। त्यसमा बारबिसे नगरपालिकाको तर्फबाट पनि गुरुङ समुदायबाट त्यो समितिमा सदस्यहरू हुनेछ। सदस्यहरूसँग सधैँ सम्पर्क गरेर काम हामी गर्न तयार छ। यो भाषाको विषयमा चाहिँ मलाई लाग्छ यो एउटा कसरी जानुपर्छ भने अन्तर्क्रिया कार्यक्रमहरू जस्तो बनाएर चाहिँ अगाडि जानुभयो भने, तालिम दिनुभयो भने यो ठुलो कुरा होइन। हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूले विदेशी मुलुकहरूमा गएर त अर्काको भाषा त बुझ्छ भने यो त हाम्रो भाषा हो नि त। तपाईँ हाम्रो भाषा हो, जसरी पनि बुझ्छ, जसरी पनि बुझ्न पर्छ, बोल्न पर्छ। अघि भने मैले यो मेरो भाषा हो, यो मेरो जिम्मेवारी हो भनेर अगाडि बढ्नुहोस्, अवश्य सफल हुनेछ। शुभकामना पनि व्यक्त गर्न चाहन्छु। धेरै कुराहरू आइसकेको छ। तामाङ घेदुङले आदिवासी जनजाति महासङ्घको अध्यक्षज्यूले अघि नै भनिसक्नु भएको छ। तपाईँ हाम्रो मूल सङ्गठन भनेको आदिवासी जनजाति महासङ्घ हो। त्यसकारणले हामी सबैजना त्यो संस्थामा आबद्ध छ। यो पनि एउटा संस्था हो। हाम्रो संस्था हो। तामाङहरूको पनि छुट्टै छ, शेर्पाको छुट्टै छ, विभिन्न जातजातिको छुट्टा सङ्गठनहरू छ। यो एउटा साझा फुलबारी हो। यो साझा फुलबारीमा सबै फुलहरू चाहिँ फुल्ने गर्छ। तपाईहरुलाई अघि नै पनि अघिल्लो वक्ताले भनिसक्नुभयो। किनकि त्यो फुलेको फुलहरूलाई चाहिँ झार्ने प्रयासहरू गर्नुभएको छ। त्यो चाहिँ तामाङ घेदुङ, त्यस पछाडि गएर हाम्रो यो आदिवासी जनजाति महासङ्घले चाहिँ यो ठुलो आवाजहरू चाहिँ ठुलो फोरमबाट चाहिँ उठाउन जरुरत छ। हामीलाई चाहिँ
आवश्यकता पर्ने बेलामा युज गरेको छ, आवश्यकता पुरा भएपछि फ्याँकिदिएको छ। अब त्यस्तो गर्न पाइँदैन भन्ने जस्ता एउटा खबरदारी उठाउन पनि जरुरत छ भन्ने कुरा राख्दै अन्त्यमा यो जिल्ला अधिवेशनले नवनियुक्त अर्थात् सदस्यज्यूहरू चयन गर्दै हुनुहुन्छ। उहाँहरूलाई चाहिँ अग्रिम हार्दिक बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दै 12 विषय नगरपालिकाको तर्फबाट सधैँ तपाईँहरूको साथमा रहेर विभिन्न सबै जात जातिहरूको साथमा रहेर काम गर्ने प्रतिबद्धता जनाउँदै म धेरै नबोलिकन तपाईँहरूलाई अर्को कुरा के अनुरोध गर्न चाहन्छु भने भोलिका दिनमा हामीले जनजाति कोष भनेर खडा गरेर राखिएको छ। भोलिका दिनमा तपाईँहरूले ल्होसार कार्यक्रम यस्ता कार्यक्रमहरू गर्न पर्यो भने अगाडि नै 12 विषय नगरपालिकासँग समन्वय गरेर सहकार्य गरेर अगाडि बढ्नु हुन हार्दिक अनुरोध गर्दै अन्त्यमा फेरि पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दै लासो भ्याकुल्ला साझा